हेर्दै हुनुहुन्छ तपाईँहरू। सर एकछिन यहाँ आउनुहोस्। सर 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 मलाई माथि नै हमला गरेर भागो। यहाँ गोरु छ एउटा, यहाँ काटिरहेको छ। काट्दै गर्दा हामीले हरायो दृश्य र उहाँहरूले पक्रिँदाखेरि उहाँले चाहिँ मलाई टोकेर भागेको अवस्था छ। अब यसरी ज्यान जोखिममा ल्याएर पनि म तपाईँहरूलाई यसरी यो गौहत्याको विषयमा आवाज उठाइरहेको छु। यो बाछो हो कि गाई, यी हेर्दै हुनुहुन्छ यो लगभग गाई हो, किनभने उहाँहरूले चाहिँ यो लिङ्ग लगायतको सामान पहिला नै काटिदिनुहुन्छ। यो निर्दय तरिकाले चाहिँ गाई गोरु काटेर उहाँहरूले चाहिँ उता रागाको मासु भनेर बजारमा बिक्री वितरण गर्दै हुनुहुन्छ। आजदेखि होइन, यो लगभग महिनौ अगाडिदेखि चाहिँ यो काम भइरहेछ उहाँहरूको। तर यहाँका स्थानीय केही युवाहरूले चाहिँ हामीलाई जानकारी दिए पश्चात आज रातभरि जागेर हामीले चाहिँ यो काममा सफल भएको छौँ। हेर्दै हुनुहुन्छ कसरी हुन्छ। र यस्तो यस्तो बाछोहरू लगभग बिमारी परेको बाछोहरू ल्याउनु छ र मलाई टोकेर पनि भागो। त्यो दबिया हान्ने प्रयास गर्यो, त्यो भएन, लास्टमा चाहिँ भागो। एक खुकुरी यही लिएर मलाई हान्ने प्रयास पनि गर्यो। यो चाहिँ कन्फर्म गाई हो, किनभने त्यहाँनिर उसको लिङ्ग चाहिँ हेराइरहेछ। सबभन्दा पहिला उहाँहरूले चाहिँ लिङ्ग नै काट्नुहुन्छ। अहिले चाहिँ यहाँ नेपाल प्रहरीका सर यो पनि गाई नै हो, बल्ल बल्ल एउटा बाँकी छ। यो पनि गाई नै रहेछ।